हेलो गाइज नमस्ते। आज चाहिँ म यता कुकफो भन्ने क्याफेमा आएको छु। कुकफो क्याफेमा यहाँ चाहिँ एकदमै धेरै मान्छेहरू चाहिँ रहेछ है। यो चाहिँ सौलको नै एक ठाउँ, सौलमै पर्ने ठाउँ हो। यहाँ चाहिँ एकदम मान्छेहरू चाहिँ यो वसन्त ऋतुको समय हो नि त, अहिले फुलहरू फुलेको समय र यो ठाउँमा चाहिँ एकदमै धेरै मान्छेहरू चाहिँ भेला हुने ठाउँ रहेछ। यहाँ चाहिँ विशेष गरी कफीहरू खाने अनि चट्टसँगले बस्ने होइन, त्यस्तो खालको यहाँ एउटा कार्यक्रम पनि भइराखेको रहेछ होइन। कार्यक्रम पनि म देखाउँछु। यहाँनिर चाहिँ त्यो झरना पनि छ होइन यहाँनिर। यता कोरियामा सायद मैले फर्स्ट टाइम देखेको झरना होला यहाँनिर। यतापट्टि छ, म अहिले त्यो झरनातिर पनि जान्छु। र यहाँ मसँग चाहिँ एकजना साथी पनि आएको छ। साथी अगाडि दौडिराखेको छ, साथीले पनि भिडियो बनाइराखेको छ र मैले पनि बनाइराखेको छु। र यहाँनिर कार्यक्रमहरू हुँदो रहेछ। यहाँ अगाडि म कार्यक्रम पनि देखाउँछु अलिकति है। मान्छे एकदम धेरै छ र यहाँ अगाडि चाहिँ कार्यक्रमहरू भइराखेको रहेछ। यहाँ चाहिँ एकदम यहाँको चाहिँ विशेष स्पेसली चल्ने नै कफी रहेछ क्या। कफी चाहिँ एकदम बवाल यहाँको मान्छेहरूले खाइराखेको हुँदो रहेछ है। यहाँ चाहिँ के कार्यक्रम भइराखेको रहेछ होइन। आज दामी दिनमै आइएछ। यहाँ चाहिँ एकदम बवाल छ कि झरना यहीँनिर हो होइन। र यहाँनिर चाहिँ यसो दामी दामी फोटोहरू खिच्ने ठाउँ रहेछ है। विशेष गरी कपालहरूले चाहिँ फोटो खिच्ने ठाउँ होला यहाँनिर। बवाल छ क्या फोटो खिच्ने ठाउँ। मान्छेहरू एकदम लाइनमा बसिरहेछ है। यहाँनिरबाट फोटो खिच्दो रहेछ। र यहाँनिर चाहिँ झरना यहीँनिर है। रिल्याक्स पारा मान्छे बसिरहेछन्। र म चाहिँ यहाँनिर हेरिराखेको छु यो ठाउँमा चाहिँ एकदमै होइन। यो वरिपरि चाहिँ के कस्तो ठाउँहरू छ भनेर। यहाँनिर चाहिँ फोक्फो क्याफे भन्छ क्या यो ठाउँमा चाहिँ। विशेष गरी कफी खानको लागि चाहिँ मान्छेहरू आउँदो रहेछ। यहाँ कफी खाने बस्ने त्यस्तै क्या। परिवारहरूसँग अथवा घुम्न आउने मान्छेहरू यहाँ एकदमै धेरै आउँदो रहेछ। यो ठाउँमा पारी यहाँनिर देखिरहेको झरना छ। मान्छेहरू तल पानीमा नि बसिरहेछ। र यहाँ परबाट उकालो जाने बाटो पनि रहेछ। अहिले म त्यता पनि जान्छु। अलिकति चिल टाइपले मान्छेहरू चिल टाइपले बसिरहेछ क्या। अहिले यो समय चाहिँ घुम्नको लागि, कोरियामा चाहिँ स्पेसल यो ठाउँ अहिले घुम्नको लागि बवाल समय हो क्या। र यहाँभित्र चाहिँ लाइब्रेरी पनि रहेछ होइन। पढ्दै बस्न नि मिल्ने रहेछ। मेरो साथी अगाडि भिडियो बनाउँदै हिँडिराखेको छ। कहाँ गयो भन्ने कुरा थाहा नै छैन मलाई। तै पनि ठिकै छ। एकदमै दामी ठाउँ छ घुम्नको लागि। मेरो साथी कहाँ गयो भन्ने नै थाहा छैन क्या मलाई। मान्छेहरू पछाडि एकदम धेरै देख्न सक्नुहुन्छ। पछाडि पुरै बस्ने ठाउँ रहेछ नि त। तर यहाँनिर चाहिँ अलिकति नबुझेर घुम्नको लागि अलिक गाह्रो हुने रहेछ क्या। फेरि एकदम फुलेको चाहिँ पछाडि देख्न सकिन्छ होइन। माथि डाँडा काँडातिर माथि एकदम धेरै फुलिराखेको छ है। म अहिले देखाउँछु। आउ ल। अहिले हामी यहाँनिर जाने कुरा हो। यहाँ अगाडि यो ठाउँबाट चाहिँ हामी अलिकति मास्तिरसम्म चाहिँ हिँडेर गइ हेर्नु पर्यो। त्यहाँ राम्रो ठाउँ छ भन्ने कुरा हो। माथि डाँडासम्म त जाने कुरा भएन, गाह्रै होला। अहिले भएर खिचौँला न फर्किँदाखेरि। यो चाहिँ खासै चाहिँ यो माथि चाहिँ सायद हाइवे छ होला होइन। हाइवे छ होला। यो माथि चाहिँ पुरै केही छैन क्या। पुल छ, पुलको मुनि नै यो पुरा यस्तो छ क्या मान्छे बस्ने ठाउँ सायद। हामी अगाडि बढिरहेका छौँ। यहाँ एक तला माथिबाट गयो भने चाहिँ उता खै कहाँनिर जान्छ। यो मुनिबाट गएर चाहिँ यता पारिपट्टि जान मिल्छ क्या। त्यही भएर हामी चाहिँ यहाँनिर अहिले मुनि गइरहेको अवस्था। यहाँ चाहिँ साइकलिङ हान्दो रहेछ मान्छे चाहिँ खास चाहिँ।
अब हामी चाहिँ साइकल छैन, उयो हावातालमा हिँडिदिने हो। राम्रो ठाउँ छ। पहिला यता घुमेर जाउँ कि पहिला माथि जाउँ? ल पहिला हामी माथि गएर एक राउन्ड लाएर माथि अलिकति डाँडा मास्तिरसम्म गएर चाहिँ फर्केर आउँछौँ यो बाटो। यही मान्छे हो मेरो साथी, उसले पनि भिडियो हानिराखेको छ, त्यही भएर हामी हिँडिरहेको छौँ। यहाँबाट जाने हो? आऊ ल। यहाँ चाहिँ यस्तो हिँड्ने ठाउँ रहेछ है, एकचोटि हिँड्यौँ नि त, यहाँ अनुभव लिने हो नि त। चाहिँ कोरियाको यस्तो बाटोमा नि हिँड्ने अनुभव लिनुपर्छ अरे कि यहाँनिर। हौ खासै यो नौलो चाहिँ लाग्दैन मलाई चाहिँ। म हिँड्न नसक्ने मान्छे पनि होइन नि त यतिकोमा त, हामी त इजी हो नि। ओह त्यहाँ पर आइरहेको छ। के छ खै, के अनुभव भयो यहाँ हिँड्या? केही पनि भएन नि। विशेष गरी कोरियामा चाहिँ यस्तरी घुम्ने ठाउँ हिँड्ने ठाउँहरू चाहिँ एकदमै धेरै नै बनाएको हुन्छ क्या, यो सिजनमा होइन। कुन समयमा चाहिँ कस्तो ठाउँमा घुम्ने ठाउँ बनाउने भन्ने कुराहरू चाहिँ यहाँको ठाउँको मान्छेहरूले चाहिँ अलि ध्यान दिएको देखिन्छ क्या। अहिले ठिक्क यो 3 महिना 4 महिना वसन्त ऋतुको समय चल्या हो नि त। यो समयमा चाहिँ एकदमै धेरै मान्छेहरू चाहिँ घुम्ने भएकोले यस्तो ठाउँहरू पनि अहिले एकदम कोरियामा चाहिँ चर्चा भाइरलमै छ क्या यो ठाउँहरू। त्यसले गर्दाखेरि हामी यहाँ घुमिरहेका छौँ होइन। यहाँबाट एउटा देखाउँला नि त यहाँ अगाडि है। यो अगाडि देखिएको चाहिँ जुन पानी घट्टा होइन, पानी आएर चाहिँ घुमिराखेको छ। यो चाहिँ के भन्ने, यसलाई प्रविधि नै भन्ने हो कि के भन्ने हो, जे पनि पानी घट्टा क्या, सर्र घुम्ने त्यो टाइपको बनाएको रहेछ। यो पानी जुन माथिबाट झरेको छ अनि यो पानीको प्रेसले गर्दाखेरि घुमिराखेको रहेछ। यो पनि एकदमै राम्रो हो। र यो भित्र चाहिँ ढिकीहरू हुन्छ नि, ढिकीहरू पनि देखिराखेको छ क्या यो भित्र, जुन चाहिँ ढिकी जाँतोहरू। र यहाँबाट फर्किँदाखेरि यताबाट फर्किने, जाँदाखेरि अहिले यताबाट हामी उकालो लाग्छौँ। जङ्गलको बाटो एकदम जङ्गल चिल छ है। साथी अगाडि गइराखेको छ, सँगै नहिँडौँ भनेर फर्किनेहरू पारिबाट फर्किराखेको देख्न सकिन्छ। यहाँ चाहिँ सायद बेलुकीको समयमा यो लाइट, यहाँको जुन लाइटहरू चाहिँ बलेर एकदम बवाल देखिन्छ जस्तो लागेको छ। तर अहिले डेमा भएकोले गर्दाखेरि त्यति राम्रो हुँदैन। र त्यो जुन पानी घुमिराखेको चाहिँ यहाँबाट पानी आएर चाहिँ त्यहाँबाट सट्ट गएर त्यहाँनिर घुम्दो रहेछ। हल्का अगाडि बढ्दैछौँ। र यो जङ्गलको बाटो हिँड्नको लागि चाहिँ एकदमै बवाल लाग्छ क्या, रमाइलो पनि छ। आजको दिनमा मौसम, अहिले कोरियाको मौसम एकदम 18-20 डिग्रीको मौसम छ होइन। यो मौसम चाहिँ एकदम घुम्नको लागि सबैभन्दा बेस्ट मौसम मानिन्छ। अहिले उकालो गइराखेको छौँ। यहाँनिर फुलहरू पनि फुलिराखेको छ भुइँमा होइन। तर मलाई चाहिँ लाग्छ होइन, यहाँ एकदम चेरी फुलेको छ नि त अहिले। यो एकदम चेरी फुलेको छ क्या, बवाल गरी एकदम चेरी फुलेको छ क्या। यो सब चाहिँ चेरीको बोट रहेछ होइन, बवाल फुलेको छ है। सायद यहाँबाट 2टा बाटो छ, एउटा यता पनि छ, एउटा यता। यहाँबाट गएपछि त फर्किने होला। त्यो साथी त त्यता गयो। यहाँ चाहिँ बच्चाहरू खेल्ने ठाउँ पनि रहेछ क्या पुरै। यहाँ अगाडि क्याफे पनि रहेछ। जानु कि नजानु, यहाँ बसिरहेको छ मान्छे, बवाल देखिरहेछ है। ल साँच्चै दामी ठाउँ रहेछ यार, मलाई दामी लाग्यो यार। वरिपरि बवाल भ्यू देखिरहेछ है जङ्गलमा। जङ्गल पनि सब यो चेरीको क्या, चेरी पनि यो पयुङ हो है, नेपालमा चाहिँ पयुङ भन्छ यसलाई। साथी यहाँ अगाडि गएको छ। गाइज होइन, हामी आउनुपर्ने ठाउँमा आइएछ क्या। यो ठाउँ हामीले यदि मिस गरेको भएदेखि चाहिँ एकदमै धेरै
पछुतो हुन्थ्यो मा कसम भने ल यस्तो बवाल होइन यहाँ क्यामेरामा कतिसम्म देखिरहेको छ त्यो थाहा छैन होइन तर यहाँ आँखाले नै बवाल देखिरहेछ क्या यस्तो बवाल देखिरहेछ होइन यतापट्टि हेर्नु यतापट्टि चेरी यस्तो बवाल फुलेको छ होइन भन्ने ठाउँै छैन क्या अब यहाँ मान्छेको एकदम भिडभाडमा मैले चाहिँ भिडियो बनाइराखेको छु होइन मान्छे यहाँनिर चाहिँ एउटै मात्रै देशको मात्रै नभएर धेरै देशको मान्छेहरू छ क्या यहाँनिर आज घुमिराखेको ठाउँ चाहिँ बेस्ट मौसममा घुम्न बेस्ट ठाउँ चोइस गरेर आइएछ बवाल दामी लाग्यो यहाँनिर अब सायद योभन्दा उँभो जाने ठाउँ चाहिँ छैन पनि होला यहाँ अलिकति हेरौँला यहाँ चाहिँ विशेष गरी कफी सप कफी खाने ठाउँ नै हो क्या यहाँको स्पेसल भनेकै कफी हो क्या यहाँ आउने कफी सफी खाने चट्ट होइन त्यस्तो ठाउँ हो तर एकदम बवाल ठाउँ योभन्दा राम्रो ठाउँ चाहिँ सायद घुम्नलाई अब यो वर्ष चाहिँ पाइँदैन जस्तो लागेको छ तपाईँहरूलाई अझै पनि राम्रोसँग म देखाउँछु है यहाँ चाहिँ हामीले कफी खान मिल्छ यो ठाउँमा गएर गाइज मलाई चाहिँ थाहा भएन होइन यो पछाडि अझै यो पछाडि पनि घुम्ने ठाउँ चाहिँ अलिकति रहेछ अब त्यता जाँदाखेरि टाइम नै हुन्न होइन टाइमै लगभग सकिसकेको छ हामी चाहिँ यही डाँडासम्म यहीँ इनफ छ यहीँनिर योभन्दा चाहिँ हामी अगाडि बढ्दैनौँ पनि होला जाँदैनौँ अब यहाँबाट चाहिँ यही अगाडि जाने यतापट्टि जाने फोटोसोटो खिच्ने अनि यहाँ एकछिन बसेर चाहिँ हामी तल झरेर तल पनि भिडियो बनाउँछौँ यहाँ चाहिँ अहिले कफी खानको लागि चाहिँ एकदमै धेरै मान्छे लाइनमा भएकोले देख्दाखेरि मान्छेहरू एकदमै धेरै छ नि त यहाँ कफी खाने त्यही भएर कफी खान खोजे पनि एकदमै धेरै कुर्नु पर्ने हुन्छ त्यसले गर्दा हामी कफी सफी तलै गएर खाउँला अहिलेको लागि चाहिँ यहाँ अगाडि एक ठाउँ चाहिँ गएर फेरि तलै झर्छौँ हामी यो ठाउँमा चाहिँ अगाडि बढिरहेको छु म होइन यो ठाउँमा चाहिँ अलिक धेरै नै फुलेको देखिरहेको छ अरे यो त माथिल्लो बाटो आइयो त यो बाटोबाट अझै माथि पनि जाने चाहिँ ठाउँ रहेछ होइन तर हामी लगभग जाँदैनौँ होला यहाँबाट उकालो जाँदो रहेछ माथि मान्छे हिँडिराखेको छ वहाँ माथि चाहिँ हामी जाँदैनौँ होला अब एकदमै धेरै मान्छे एकदम धेरै मान्छे घुमिराखेको छ होइन पिकनिक स्पोट पनि रहेछ मतलब है यहाँ माथि त्यहाँनिर जाने कुरा भएन क्याम्पिङ स्याम्पिङ लाएर मस्त बसेर खाइदिने होइन यही चेरी फुलेको हेरियो मस्त आज एकदम राम्रो ठाउँ हो र यहाँको चाहिँ सबैभन्दा राम्रो चेरी फुल फुलेको चाहिँ मिलेर फुलेको चाहिँ यहाँनिर देखियो होइन अन्ततिर चाहिँ अलिक फुलेको छैन सानो फुलहरू पनि फुलेको रहेछ र यहाँ चाहिँ अलिकति मैले राम्रो देखेँ क्या जस्ट अरू ठाउँ पनि छैन छ यो जङ्गल सब हो नि त तर पनि यहाँ चाहिँ अलिकति राम्रोसँगले देखिया छ क्या अन्तभन्दा मलाई यहाँ चाहिँ अलिक धेरै नै फुलेको जस्तो लाग्यो मान्छेहरू यति धेरै छ होइन यो ठाउँमा चाहिँ त हामीले पनि फोटो त खिच्नु पर्ने हो यति राम्रोसँग फुलेको रहेछ कि यहाँ चाहिँ लास्ट बवाल फुलेको यार मान्छेहरू यहाँनिर कति धेरै मान्छेहरू छ है मेरो साथी कहाँनिर गयो यार यो साथीलाई बोलाएर यहाँनिर
दामी ठाउँमा चाहिँ हामी लगभग यहाँ आधी घन्टा भइसक्यो यो ठाउँमा भिडियो बनाउँदै बसेको होइन। अब यो ठाउँ चाहिँ एकदमै राम्रो पनि लाग्यो, यहाँको बेस्ट, यहाँ मध्येको बेस्ट ठाउँ लाग्यो होइन। यो वरिपरि हेर्न देख्न सक्नुहुन्छ यस्तो बवाल चेरी फुलेको छ होइन। अब यतिको ठाउँ त बवालै ठाउँ हो क्या, मैले चाहिँ अहिलेसम्म यतिको फुलेको देखेको थिइनँ होइन। बवाल एकदम धेरै फुलेको र यहाँ हामी मात्रै नभएर मान्छेहरू यति धेरै हुनुहुन्छ होइन। यति धेरै मान्छेको बिचमा छौँ हामी अहिले। अनि अब यहाँबाट चाहिँ यो राम्रो ठाउँ पनि धेरै बेर बसियो नि त, अब फर्किने विचार गरेका छौँ। मान्छेहरू एकदम धेरै भएकोले गर्दाखेरि हल्ला पनि आइराखेको होला। जाउँ अब हामी यहाँबाट निस्किन्छौँ। यहाँ तल बस्न पाइएन क्या, यहाँ तलतिर बस्न पनि पाइएन। एकछिन यहाँ बस्दा त आधी घन्टा बसिन्थ्यो होला होइन। यहाँ उहाँ क्या यहाँ बच्चाहरू खेलिरहेको छ। अब यहाँ चाहिँ अलिकति खानेकुराहरू लिएर आउनुपर्ने रहेछ क्या, चट्टसँगले बसेर खानेको हिसाबले। मलाई राम्रै लाग्यो। यता अलिकति यहाँ चाहिँ एकदमै राम्रो ठाउँ रहेछ। अझै एउटा यो ठाउँ चाहिँ हामीले मिस गरेको भएदेखि अलिकति पीडादायक कथा हुने रहेछ। अब 1-2 साल ढुक्क पनि भयो क्या गाइज। यहाँ तल चाहिँ एकदम कन्सर्ट भइरहेछ होइन। मान्छे एकदमै गीत गाइराखेको छ 2 जना। यहाँ मान्छेहरू पनि टन्न हेरिरहेको छ। सेम अघि यहाँ परको जस्तै नै ठाउँ रहेछ। अब यहाँ तल चाहिँ हामी सायद गइँदैनौँ पनि होला। अब यहाँ अगाडि गएर यहाँबाट चाहिँ ओह्रालो जाने अघिकै ठाउँतिर जाने हो। अब योभन्दा माथि पनि जाने ठाउँ चाहिँ रहेछ, तर हामी जाँदैनौँ होला किनभने समय पनि अब त्यति छैन नि त। त्यसले गर्दाखेरि है ल ल यहाँ चाहिँ सस्तावाला कन्सर्टै यस्तो बवाल देखिरहेछ होइन। यो के भन्ने र यो ठाउँ यहाँनिर होइन। यस्तो बवाल मान्छे, यति धेरै मान्छे होइन यहाँनिर फोटो खिच्ने गर्ने। र यहाँबाट हामी चाहिँ ओह्रालो जान्छौँ है। बवाल टाइपको यो फुल चाहिँ एकदम मनपर्छ मलाई, फुलिराखेको रहेछ। यो पनि हेरिदिउँ त। बाफ्रे मलाई थाहा छैन। वाह बवाल देखिरहने रहेछ यार यो। ओए मा कसम बवाल आउँदो रहेछ यार फोटो। ल हो यो नि त शैली फोटो खिच्ने। यहाँ मान्छेहरूले फोटो खिचिरहेको रहेछ। कस्तो दामी ठाउँ रहेछ यार। तिमीलाई म भरै गर्दै हाल्छु नि। यो त डल ओए बवाल यार यो त। यहाँ फोटो खिच्नुपर्छ यार सोलो। मान्छे एकदम धेरै भएकोले गर्दाखेरि यार यहाँ त फोटो खिच्ने के गर्ने लटर पटर। कसम यति धेरै मान्छे यार के गर्नु यार। यिनीहरूकै हो नि खिचिदिउँ नि त भरै। यस्तो बवाल रहेछ है। ल फोटो खिच्ने मान्छे एकदम धेरै यहाँबाट एकदम धेरै। अब यहाँबाट डाइरेक्ट हामी तल गर्छौँ। हामी यहाँ फोटोसोटो खिचेर तल डाइरेक्ट देखाउँछौँ है त। ल गाइज होइन मान्छेहरू यति धेरै छ होइन यो ठाउँमा। यति धेरै भिडभाड छ होइन फोटोहरू खिच्नको लागि। यहाँनिर चाहिँ पुरै आँटी छ क्या मान्छे, पालै पाइँदैन क्या फोटो खिच्नलाई। यस्तो दामी ठाउँ रहेछ होइन। यो सायद अब यो हप्तादेखि अर्को हप्तासम्म मात्रै रहन्छ क्या यो फुल। यस्तो दामी छ होइन। अब यो उँधोपट्टिको चाहिँ थोरै फुल्न यिनीहरू चाहिँ बाँकी रहेछ। कति फुल चाहिँ एकदम धेरै चाहिँ फुलि नै सकेको छ होइन। यहाँनिर पछाडि देख्न सकिन्छ एकदम दामी फुलहरू होइन। अब सायद यो हप्ता र अर्को हप्तामा चाहिँ लगभग यो चेरी चाहिँ यो हप्तामा
नै सिद्धिन्छ होइन। अर्को चाहिँ अरू अरू फुलहरू चाहिँ रहन्छ होला, चेरी पनि थोरै चाहिँ रहन्छ होला, तर यो चाहिँ एकदम पर्फेक्ट सिजनमा आइएछ होइन। फोटो खिच्न भिडियो बनाउन मान्छे यति धेरै होइन, यहाँनिर ठेलाठेल छ क्या फोटो खिचाइ लगभग। सायद यहाँनिरै राम्रो ठाउँ हो। पानी पनि बगेको देख्न सकिन्छ यहाँनिर होइन। यहाँ चाहिँ पानी पनि बगिराखेको छ। मान्छेहरू एकदम यति धेरै छ यार जङ्गलमा। औ भिडभाड छ। रुखो हो कि के हो यहाँ माथि त गर्छ यार मान्छेहरू। ठाउँ राम्रो ठाउँ देख्दा त यार मान्छे अनि हुन्छ नि त हौ, यस्तो राम्रो ठाउँ यार केही पर्दैन क्या। नेपालमा पनि यतिको बनाउन सकिन्छ, केही पर्दैन। त्यो पयुङ भन्ने रुखलाई लेम जङ्गलभरि रोपिदिनु भने यत्तिकै ठाउँ बनिन्छ क्या। विकास गर्नलाई केही गर्नु नपर्दो रहेछ क्या यी। ल हेर्नु, यस्ता पयुङ हामीले पनि नेपालको डाँडा काँडा जङ्गलमा झ्याम्का झ्याम रोपिदियो भनेदेखि होइन, झ्याम्का झ्याम ल डाँडै सेतै बनाइदिने हो क्या, रोपेर रातै बनाइदिने। यसरी हेर्नु मान्छे आइहाल्छ नि घुम्नलाई होइन। पर्यटकीय ठाउँ प्रमोट गर्नुलाई केही नचाहिँदो रहेछ क्या। रुख झ्याम्का झ्याम रोपिदिने, फुलेको बेलामा सेतै हुन्छ, यी मान्छे आइहाल्छ नि आएर है। यहाँको मान्छेको यो नि त शैली। यति धेरै मान्छे ल यार, तर यहाँनिर आएर घुम्नको लागि चाहिँ बिल्कुल टिकट चाहिँ फ्री छ। ल पैसा तिर्न पर्दैन, बाबालाई घुम्दै हुन्छ। यो अन्तिममा यो चाहिँ लट्ठी बनाउनु पऱ्यो क्या, यहाँ गलिसक्यो। सेल्फी स्टिक लट्ठी टेकेर हिँडिरहेछ। ठिक छ, दामी छ। यहाँ आएर पहिलोचोटि मैले खोलासोला बगेको पनि मजाले देखेँ क्या। खोलासोला झर्ना सर्ना उतल छ, दामी देख्यो। अघि हामी गएको चाहिँ यता पारी बाटो हो, यहाँ पारी मान्छे हिँडिरहेछ। अहिले यताबाट अब फर्केको व्यवस्थाको कुरा। अब यहाँनिर चाहिँ पुरा यो ठाउँ सेफ ठाउँ हो क्या। क्यामेराहरू पनि टक्कै यसले वरिपरि हेरिरहेको छ क्या, एकदम सुरक्षित छ यहाँनिर। अलिकति पनि नडरेको घन्टा केटा होस् केटी होस्, केटीहरू विशेष गरी एक्लै हिँड्दा पनि यहाँनिर राति 12 बजी 1 बजी 2 बजी 24 बजी होइन, जति बजी हिँड्ने पनि बाल मतलब छैन। कसैले कसैलाई नो टच, बोलाउने पनि कुरा हुन्न क्या। त्यो अलि धेरै पो बोल्यो कि क्या हो। यहाँनिर अघि देखाएको हामीले होइन, यो घट्टा थियो नि, पानी घट्टादेखि यतापट्टि चाहिँ ढिकी जाँतोहरू छ क्या। यहाँ बोर्ड रहेछ, बोर्ड। माथि जङ्गल छ है, यहाँ माथि नै हो क्या घुम्ने ठाउँ चाहिँ। यहाँभित्र चाहिँ सायद यो ढिकी जाँतो हो, यही हो क्या। यो चाहिँ त्यो घुम्ने हो, अनि त्यसले चाहिँ त्यहाँबाट ड्याङ 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 हानेर यसलाई चाहिँ यो ढिकी यहाँनिर कुद्ने खालको गर्ने हो क्या यो पुरानो शैलीको। र अर्को के रहेछ भन्दाखेरि यो चाहिँ थाहा भएन मलाई होइन। जस्ट यो चाहिँ हेर्नु ल, यो तेल पेल्ने है। यो चाहिँ यसले चाहिँ तेल पेल्ने काम गर्छ नि त, यसले तेल पेल्ने काम गर्छ। र यो अर्को के रहेछ यार, यो हलो जस्तो भन्छ यो चाहिँ पुरानो कोरियाको पुरानो उयोहरू हो। र यहाँनिर डुँडी, सुँगुरलाई चारो खुवाउने डुँड पर्यो यो। यहाँ ढिकी जाँतोहरू यहाँनिर। यहाँ सायद पुरानो सामानहरू राखेको रहेछ, बिग्रेको रहेछ। हुन चाहिँ अब अहिलेको केटाकेटीहरूलाई, अहिलेको बच्चाहरूलाई त्यति धेरै थाहा नहुनसक्छ। ढिकी जाँतो होइन, ढिकी जाँतो भन्ने सामानहरू चाहिँ अब गाउँठाउँमा बस्नेले चाहिँ एकदमै धेरै नै युज गरेको पाइन्छ। तर अहिलेको नानी बाबुहरूले चाहिँ अलिकति युज नगरेको हुनसक्छ। यसलाई खासै नौलो पनि दिनु भएन। र यहाँनिर फर्किसकेको छौँ। यहाँनिर यो घुमिराखेको छ, यही उतापट्टिको अघि हेरेको मैले। दुईवटा माछा होइन, माछा चाहिँ अलिकति धेरै नै रहेछ, तर माछाहरू चाहिँ खोजिरहेको छु मैले यहाँनिर चाहिँ। अब हामी यहाँ पर जान्छौँ, यो पर। र गाइज अब है घुम्न जाने चाहिँ त्यो अघिको ठाउँ चाहिँ यो क्याफे भन्ने, यो के क्याफे अरे, कोकफो क्याफे, कोकफो हो क्या। र यो कोकफो क्याफेमा आउँदाखेरि चाहिँ घुम्नको लागि आउँदाखेरि यहाँनिर आएर चाहिँ फेरि यहीँबाट फर्क्यो भने चाहिँ एकदमै हुन्छ होइन। यो चाहिँ यहाँ नसोचेको ठाउँ, यो माथि जङ्गलको माथिपट्टि रहेछ क्या राम्रो ठाउँ चाहिँ।
र यहाँनिर चाहिँ कोरियाको चाहिँ ओरिजिनल झरना चाहिँ यो होइन होइन कृत्रिम झरना नै हो किनभने कोरियामा चाहिँ पहाडको माथि चाहिँ प्राय मुहानहरू पानीको छैन नि त त्यसले गर्दाखेरि यो चाहिँ कृत्रिम नै हो र यहाँनिर माछा पनि छ र मान्छेहरू एकदमै धेरैजना देख्न सकिन्छ है र यही भयो नि झरना हेर्न पाइयो यहाँनिर आएर खुसी लागिरहेछ नेपालमा हामीले चाहिँ यस्तो झरनाहरू त हाम्रो गाउँठाउँमा कति देखा हो है गाइस यो चाहिँ यतापट्टि पनि झरना देखिरहेको छ होइन हामी चाहिँ क्या झुकिरह होइन यतापट्टि छ नि त खास चाहिँ झरना चाहिँ यतापट्टि छ तर यहाँ बवाल कार्यक्रम भइरहेको रहेछ क्या ओइ यहाँ छिर्न पाइँदैन क्या हो बाटो के को कार्यक्रम हो यहाँनिर थाहा छैन होइन तर मान्छे लास्टै धेरै छ यार यहाँनिर होइन यहाँ म क्यामेरा घुमाएर देखाउँछु है त ल यहाँनिर हेर्नु होला है कार्यक्रम के को कार्यक्रम हो मान्छे यति धेरै छ क्या यहाँनिर है मान्छे यहाँनिर के को कार्यक्रम भइरहेको होइन यति धेरै मान्छे छ यहाँनिर त जाने कुरै भएन हामीले हेर्दा पनि केही पनि देखेन न भाषा बुझ्यो त्यसले गर्दाखेरि हामी अब निस्किन्छौँ है कोरियनहरू मान्छेहरू राम्रो चाहिँ राम्रोहरू है गाइज अब फाइनल्ली हामी चाहिँ अब यहाँ भिडियो पनि लगभग इन्ड गर्ने अवस्थामा आयौँ है यहाँबाट हामी अब चाँडै निस्किन्छौँ किनभने उसको पनि त टाढा छ कति लाग्छ 1.5 घन्टा 2 घन्टा लाग्छ 2.5 घन्टा लाग्छ उसको मेरो पनि 2.5 घन्टा लाग्छ जानलाई अब भिडियो यहीँ कट गर्छौँ हामी फेरि पनि हाम्रो त भेटघाट भइ नै रहन्छ भिडियो आइ नै रहन्छ सपोर्ट पो अलिक छैन र तनाव लाग्छ होइन भएको मेरोतिर पनि सब्सक्राइब हानिदिनु मेरो चाहिँ केशर लिम्बू ब्लग्समा छ सबैले सब्सक्राइब हानिदिनु होला हाम्रो युवा ब्लग्सलाई पनि माया गरिदिनु होला होइन भयङ्कर भिडियो आउँछ क्या तपाईँहरूले गर्नुभयो भनेदेखि बाँकी नत्र भए त उही